नमस्ते साथीहरू। आजको भिडियो रहेको छ क्रिकेट बल कसरी बनाइन्छ भनेर। सबैजना सानो हुँदाखेरि ठुलो हुँदाखेरि क्रिकेट खेलेकै होला। त्यो क्रिकेट खेलिरहेको छ तर त्यो ड्युज बल हुन्छ त्यो कसरी बन्छ भनेर आज देख्न गइरहेको छु। त्यसको लागि सबैभन्दा पहिला यो सेपको रबरको हुन्छ त्यो बनाएको हुन्छ त्यसलाई लिन्छ अनि यो हाई प्रेसरमा साँचोमा हालेर त्यो प्रेसर नट बन्द गरेर थोरै टाइमको लागि छोडिदिन्छ पुरै प्रेसरमा। अनि यसले मसिनले पुरा टाइट गरेर मस्तले छोडिदिन्छ अनि यसले के टाइमपछि यसलाई अब धेरै भइसक्यो प्रेसरमा हालेपछि त्यहाँबाट यसलाई आगोमा हालिदिन्छ थोरै टाइमको लागि। आगोको हिटले यसले पुरै आफ्नो सेप लिइहाल्छ पिघलेर। अनि लिएपछि अब यसलाई फेरि खोलेर अब नेक्स्ट स्टेपको लागि यसलाई निकालेर अब सबै यस्तो गरिरहेछ। अब यो भयो हाम्रो साइडको त्यो कभर हुन्छ अर्को लेदर, त्यसलाई पहिला पुरै राम्ररी सफ्ट बनाउनको लागि पुरै यसरी गरेर अनि यसलाई अब त्यो सेप दिनको लागि यसलाई अब काट्छ पुरै क्लिन गरेर हेर्नु सक्नुहुन्छ। अब यसको साँचो हुन्छ नि यसले मस्तले दाजुले अब सफा गरेर यसलाई आफ्नो सेप दिइरहेछ काटिरहेछ। हेर्नु पहिला पेन्सिलले यसलाई त्यो गर्यो अनि त्यसलाई अब काटिरहेछ फटाफट मस्तले। अब हेर्नु मस्तले के खतराले एक्सपिरियन्स हुन्छ नि यसलाई मस्त। त्यस्तो खासै फरक पर्दैन यो काम गर्दाखेरि, फास्ट गर्छ यिनीहरू। अनि मस्तले जो साइडको भइसक्यो हाम्रो। अब सेकेन्ड लेयर हाम्रो बनिसक्यो। अब फेरि अब बललाई दिएर प्रेसरमा मस्तले प्रेसरले त्यसलाई चापिरहेछ। अब जुन कलरको चाहियो त्यो कलरको बनाउँछ। जस्तो व्हाइटको चाहियो भने व्हाइटको बनाउँछ, रातो चाहियो भने रातो बनाउँछ। यसले रातोको बनाइरहेछ भने बस अन्त सेपमा दिएर यसलाई साइडको जति थियो एक्स्ट्रा पार्टलाई काटेर अब नेक्स्ट स्टेपको लागि लगिरहेछ। यो हाम्रो व्हाइट बल भयो। अब यसलाई के गर्नु पर्यो, अब सेकेन्ड लेयरमा यसले गम थोरै हालेर अनि दुवै साइडबाट चिपकाइदिनु पर्यो मस्तले। अब प्रेसर मसिनको युज गर्यो दुवै साइडबाट हालेर मसिनमा थोरै टाइट गर्यो मस्तले युज गरेर अब यसलाई सिल दिनु पर्यो। सो सिलेको हुन्छ नि तपाईँले देख्न सक्नुभएको होला। जस्तो क्रिकेट स्टेडियमहरू जानुभएको होला कि भिडियोमै कि खेल्नुभएको होला भने देख्न सक्नु होला कि सिलेको हुन्छ। यो सिल्ने मासुको लागि यो परासुत भन्ने धागो हुन्छ। मस्त एक्सपिरियन्स हुन्छ नि यो अङ्कलहरू मस्तले अब दुवै साइडबाट मस्तले सिदिरहेछ। प्रेसर मसिनले चापेको हुन्छ राम्ररी। अब यसलाई फेरि साइडको एक्स्ट्रा लेयर निस्केको हुन्छ सिलेपछि। अब त्यसलाई ठिक गर्नको लागि थोरै टाइम चापिदियो। चापेर फेरि यसलाई अर्को प्रेसर मसिनमा पुरै राम्ररी गोलो आकारको दिनको लागि मस्त बनिसक्यो हाम्रो यो व्हाइट बल बनिसक्यो। अब यसमा चेक गर्छ कि खराब भयो कि राम्रो क्वालिटी कस्तो छ भनेर। अब रातोको दुइटैको चेक गरेर अब नेक्स्ट स्टेप यसलाई प्याकिङ गरिदिन्छ। प्याकिङ गरेपछि यो मार्केटमा जानको लागि हाम्रो प्रडक्ट रेडी भयो। हस्त धन्यवाद।